आज चाहिँ घरमै फलेको बैगुनको सब्जी हो। अनि आज फर्सीको गट्टाको सब्जी हो। दही पनि छ यहाँ। अनि मसिनो टमाटरको अचार पनि छ यहाँनेरि। अन्त गट्टाको साथमा दही। तपाईहरु पनि यसरी खाएर इन्जोय गर्नु होला। रातै खाँदैन। मेरो छोराले पनि हेर्ने रे बडी बिल्डरले। बडी त लुकाइस् त भाइ। कस्तो भएछ गट्टा र दही? मिठो। यसरी पो खान्छ त मेरो छोराले त लाते। आधै मात्रै हो, भन्नु नमाग्नु छैन। यसरी पो खानुपर्छ त भात। यसरी खान्छ। अछरले मान्छे खान्छ। ल बाई बाई।